हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। के छ सन्चो बिसन्चो। आज चाहिँ हामी कोदोको ढिँडो खान जाँदैछौँ। देख्न सक्नुहुन्छ यहाँ कोदोको ढिँडो अनि मासु छ, यहाँ छ तरकारी है, यहाँ छ ढिँडो। मेरो बुढोको भाग भयो होइन। यस्तो छ साथीहरू हाम्रो चाहिँ है। ल यी साथीहरू अब चाहिँ कोदोको ढिँडो खान जाँदैछु म है साथीहरू। कस्तो छ म हेर्छु है त। मिठो भएछ ढेँडो, मिठो छ साथीहरू। जाडोमा ढेँडो मिठो हुन्छ क्या। यस्तो छ मिठो। तातो तातो ढिँडो मामले ढिँडो। मिठो भएन? मिठो छ। यी साथीहरू ढिँडो आयो साथीहरू, ढिँडो। मासु कस्तो एक्लै गम गम खुवाइरहेको नभन्नु नि साथीहरू। फेरि दायाँपट्टि मेरो बुढो नै हुनुहुन्छ। मेरो बुढोलाई चाहिँ क्यामेरामा आउन अलि मन लाग्दैन अरे के। कहिलेकाहीँ त गम कोदोको ढिँडो मासु खाएको भिडियो नि हालौँ भनेर नि साथीहरू। कति त्यो टनेलको भिडियो देखाउनु है। जसले जेसुकै भनोस्, बालै फरर भने जस्तो। कस्तो छ साथीहरू जाडो। हामीले त ढिँडो खाएर तातो भएर मासु। खाइसक्यो साथीहरू ढिँडो, मासु मात्रै छ। के साथीहरू मेरो भिडियो कस्तो लाग्छ? हजुरहरूले भिडियो नहेर्नु भन्ने रहेछ क्या। हेर्नु न मेरो भिडियो पनि। कस्तो यार हजुरहरू त। त्यही भएर मलाई झनक्क माया लागेर, हजुरहरूले मेरो भिडियो नहेर्ने, त्यही भएर झनक्क माया लागेर अनि मैले ढिँडो खाएको भिडियो नै हालिदिएँ जेसीको होस् भनेर। झन् माया लाग्छ क्या मलाई हजुरहरूले मेरो भिडियो नहेर्दाखेरि। त्यही भएर ओके बाई बाई।
सब्सक्राइब गर्न नभुल्नु होला।